मैले व्हाट्सएपमा लाँदैछु। व्हाट्सएपमा मैले यहाँ एउटा ग्रुप छ इजी लाइफ भन्ने भर्खरै एप निर्माण गरेको छु। यो निर्माण एप गरेर मैले यहाँ निर्माण एपलाई चाहिँ यहाँ राखेको छु होइन। यो डाउनलोड भइसक्यो। अब हामीले व्हाट्सएपबाट डाउनलोड गर्दा यहाँ सेटिङ आउँछ सुरुमा। सेटिङमा चाहिँ हामीले अलाउ पर्मिसन गर्नुपर्छ, किन व्हाट्सएपमा आएका एप्सहरू यसबाट इन्स्टल गर्नलाई चाहिँ अनुमति दिएको हो। त्यही भएर अब हामी यहाँ इजी लाइफ भन्ने आएको छ। अब डु यु वान्ट टु इन्स्टल दिस एप भनेको छ, यसलाई इन्स्टल गर्नुहोस्। त्यसपछि यहाँ इन्स्टलिङ हुँदै गर्छ। यसमा चाहिँ केही डराउनु पर्दैन, किनभने हामीले कुनै पनि माध्यमबाट एप सेयर गर्दा त्यसले इन्स्टल गर्दा पर्मिसन माग्छ। अब हामीले यहाँ इन्स्टल भइसकेको छ, यसलाई ओपन गर्नु होला। अब यो ओपन गरेपछि यहाँ एनिमेसनसहित खुल्दैछ है। एप चाहिँ खुलिसक्यो, अब इन्स्टल पनि भइसक्यो। तपाईँले डाउनलोड गरेर यसरी खोल्न सक्नुहुन्छ। यहाँ वेलकम टु इजी लाइफ एप भन्ने आएको छ। यहाँ तपाईँले चाहिँ अब आफ्नो युजर नेम फुल नेम राख्नुपर्ने हुन्छ। यहाँ चाहिँ म चाहिँ अहिले एमबी छेत्री भनेर राख्छु होइन। एमबी छेत्री राखेँ। यदि तपाईँहरूले कुनै साथीको रिफर कोड युज गर्नुभयो भने यहाँ चाहिँ तपाईँलाई चाहिँ के हुन्छ भने 50 सिक्का तपाईँले प्राप्त गर्नुहुन्छ र जसको रिफर कोड हो उसले पनि 50 सिक्का प्राप्त गर्छ है। यो चाहिँ त्यस्तो कसैको लिङ्कबाट लिङ्क थ्रु चाहिँ तपाईँले यो एप इन्स्टल गर्दै हुनुहुन्छ भने तपाईँहरू दुईजनालाई चाहिँ राम्रो हुन्छ। अहिले म चाहिँ यो सुरुमा खोल्न लागेको हुनाले सुरुकोले परेन। त्यसपछि अब मैले यतै छोडेर यो अप्सनल हो, नराख्दा पनि हुन्छ। त्यसपछि यहाँ तल सबमिट बटन छ, सबमिट बटनलाई म क्लिक गरिदिन्छु यहाँ। त्यसपछि यो चाहिँ सबमिट भइसक्यो। अब यहाँ तपाईँले देख्नुहुन्छ सुरुमा यहाँ माथि यो प्रोफाइल पिक्चर छ, माथि पेनको चित्र छ। तपाईँले यहाँ प्रोफाइल पिक्चर चेन्ज गर्न सक्नुहुन्छ। त्यसपछि यता अनि यो के कभर पिक्चर भयो, त्यसको तल प्रोफाइल पिक्चर हो। प्रोफाइल पिक्चर यहाँ फेरि यो क्यामेरा बटनमा गएर तपाईँले क्यामेरा र फोटो खिचेर पनि हाल्नुहुन्छ। ग्यालेरीबाट सेलेक्ट गरेर पनि प्रोफाइल पिक्चर अपडेट गर्न सक्नुहुन्छ। अघि हामीले जुन नाम राखेको थियौँ त्यही नामबाट यहाँ चाहिँ के भयो, प्रोफाइल नेम पनि भयो, तल युजर नेम पनि भयो। र तपाईँहरूको प्रत्येकको डिभाइस पछि जुन एप यो इन्स्टल गर्नुहुन्छ त्यहाँ अटोमेटिक रिफर कोड चाहिँ आएर बस्दछ। अनि त्यसपछि यता देख्नुहुन्छ भवनको चित्र वरिपरि एउटा पहेँलो चम्किलो वस्तु घुमिरहेको छ। यो के हो भने तपाईँले एप चलाउँदै गर्दाखेरि तपाईँको एप चलाउँदाखेरि प्रत्येक 50 सेकेन्डमा यो 1 राउन्ड लगाउँछ। र 1 राउन्ड लगाउँदाखेरि यहाँ चाहिँ पहिलो घन्टामा 1 पैसाको दरले आउँछ, दोस्रो घन्टा 2 को दरले। यसरी तपाईँ दिनभरि जति चलाउँदै हाल्नुहुन्छ त्यसको त्यही अनुसारले यहाँ चाहिँ अब 1 आयो, 2, 3, 4, 5, 6 यसरी चाहिँ त्यो पैसा आउँदै गर्छ। यो पैसा जब 99बाट 100 पुग्छ, यो तल केलेम बक्स भन्ने देख्नुहुन्छ, यो रिवार्ड हबको तल केलेम बक्स भन्ने छ, त्यहाँ आएर बस्छ। यो जाँदाखेरि माथि यो नोटिफिकेसन बेल आइकनमा पनि तपाईँले जानकारी दिन्छ। र केलेम बक्समा तपाईँले केलेम गरेपछि यहाँ चाहिँ सिक्कामा आएर बस्छ। अहिले सिक्का 0 छ। यो हेर्नुहोस्, यो 0 सिक्का भएकोलाई अब यहाँ मैले हेर्छु, यहाँ तल यो रिवार्ड हबमा चाहिँ वाच 8 भन्ने लेखेको छ नि, केलेम बक्सको पछाडि वाच 8लाई छोड्दैछु मैले यहाँ। वाच 8मा बिगन चल्छ। यो वाच 8मा चाहिँ अहिले टेस्ट 8हरू मैले चलाइरहेको छु परीक्षणको लागि। यहाँ यो हेर्दा यहाँ 5 सिक्का आइसक्यो। यसरी हामीले चाहिँ वाच 8 हेरेको आधारमा पनि हामीले सिक्काहरू कलेक्सन गर्छौँ। अनि यो सिक्काहरू जब अनि अलि 100,000देखि पुग्छ अनि हामीले चाहिँ दाममा कन्भर्ट गर्छौँ। दाममा कन्भर्ट गरिसकेपछि अनि यहाँ दाममा जब अनि 60 दाम हुन्छ, 60 दाम बराबर यता नेपाली रुपिस अनि 50 को नोट देखाएको छ। 50 को नोट अगाडि 1 भएर आउँछ। 1 भनेको 50 रुपिस हो। यो 50 रुपिसलाई विथड्र अप्सन भन्ने हुन्छ। मैले विथड्र चाहिँ तपाईँहरूलाई ब्याङ्क खातामा अरू वालेटहरूमा गराएको छैन, किनभने सबैको ब्याङ्क खाता नहुन सक्छ, वालेटहरू नहुन सक्छ, त्यसको लागि झन्झट हुन्छ भनेर प्रत्येकको मोबाइल नम्बर हुने हुनाले त्यसमा चाहिँ रिचार्ज गर्ने अप्सन चाहिँ राखिदिएको छु। तपाईँले यहाँबाट चाहिँ तपाईँले आफ्नो मोबाइल रिचार्ज गर्न सक्नुहुन्छ। यो चाहिँ रिचार्ज हुनलाई कम्तीमा 24 घन्टा चाहिँ भित्रमा चाहिँ भइसक्छ है त। यो चाहिँ अब तपाईँको रिचार्ज गर्ने रिक्वेस्ट पठाइसकेपछि तपाईँको पेन्डिङ देखाउँछ, त्यसपछि प्रोसेसिङ र त्यसपछि सक्सेसफुल देखाउँछ। त्यसपछि तपाईँले चाहिँ यो एपबाट चाहिँ तपाईँले यसरी पैसा कमाउन सक्नुहुन्छ। चलाएको अवस्था केही गर्नै पर्दैन है त। अझ धेरै सिक्का पाउनको लागि तपाईँले के गर्न सक्नुहुन्छ भनेपछि अब यहाँ यो तपाईँहरूको यहाँ फ्रेन्ड हब भन्ने छ, यसमा चाहिँ तपाईँले साथी बनाउने कुरो भइहाल्यो। अब यहाँ तल क्लेम बक्समा चाहिँ सबै कुराबाट आएका रिवार्डहरू क्लेम गर्ने ठाउँ भयो, तपाईँले क्लेम गर्ने ठाउँ भयो। अनि वाच 8मा चाहिँ तपाईँले विज्ञापन हेरे बाबत चाहिँ माथि सिक्का थपिँदै जाने भयो। अनि यो रिफर भन्ने छ, यो रिफर चाहिँ कस्तो भने तपाईँले अन्य साथीहरूलाई यसरी सेयर गर्नु भने उनीहरूले पनि तपाईँको थ्रु चाहिँ यहाँ यो एप इन्स्टल गऱ्यो भने उनले पनि फेरि सिक्का प्राप्त गर्नु र तपाईँले पनि प्राप्त गर्नुहुन्छ। अर्को यहाँ प्रश्न उत्तर सेक्सन छ। यहाँ चाहिँ मैले बेला बेलामा प्रश्नहरू राख्दै हुन्छु, गाउँ खाने प्रश्नहरू छ। यदि तपाईँले प्रश्नहरूको उत्तर मिलाउनु भयो भने नि तपाईँले यसबाट सिक्का प्राप्त गर्नुहुन्छ। अहिले यहाँ केही मात्रामा त प्रश्न राख्दैछु तत्काल लागि, यसपछि मैले अपडेट गर्दै जानेछु। यसो प्रश्न उत्तरको तपाईँले फेरि उत्तर हेर्नु भयो भने उत्तर हेर्नु विज्ञान छ, विज्ञान हेरेपछि तपाईँले फेरि त्यसबाट उत्तर पनि थाहा पाउनुहुन्छ। अब त्यस्तै गरेर कन्टेन्ट हब भन्ने छ यहाँ तल।
रिवार्ड हबको मुनि चाहिँ कनेक्ट हब भन्ने छ। कनेक्ट हबको तल युट्युब, फेसबुक, डिस्कस र टेलिग्राम भन्ने छ। अब युट्युबमा के हो भने तपाईँ युट्युबमा गएर यहाँ सब्सक्राइबको सङ्ख्या ल्याउनु पर्ने हुन्छ, जसको लागि तपाईँ सब्सक्राइब नाउमा गएर चाहिँ जुन च्यानल लेख्छ त्यसमा सब्सक्राइब गर्नुभयो भने त्यो सब्सक्राइबको सङ्ख्या अहिले कति पुग्यो, तपाईँले सब्सक्राइब गरेपछि 1 अङ्क बढ्छ। त्यो अङ्क लेखेर सबमिट गर्दैछ तपाईँले त्यहाँबाट सिक्का प्राप्त हुन्छ, 50 सिक्का प्राप्त हुन्छ। त्यसै गरी अर्को अब फेसबुकको छ। फेसबुकमा नि अब यसमा फलो नाममा गएर तपाईँले फेसबुक पेजमा गएर फलो गर्नु भने अनि यस गरेर सबमिट गर्नु भने त्यसमा तपाईँले सिक्का प्राप्त हुन्छ। अर्को डिस्कस भन्छ। डिस्कसमा चाहिँ तपाईँहरू चाहिँ यसमा चाहिँ साथीहरू चाहिँ गफ गर्ने ठाउँ हो, कुरा गर्ने ठाउँ हो। र अर्को टेलिग्राम भन्छ। टेलिग्राममा चाहिँ तपाईँले नयाँ नयाँ एपहरू चाहिँ अपडेट भएका एप्लिकेसनहरू यहाँबाट पनि पाउन सक्नुहुन्छ। अहिले मैले वाट्सएपमा राखिदिएको छु, त्यो वाट्सएपमा भएको यो टेलिग्राममा पनि छ। त्यसपछि आयो तल युटिलिटी हब भन्ने छ। युटिलिटी हब भनेको एकदम तपाईँको लागि हो, बल्ल यो खास चाहिँ चाहिने तपाईँले हो, जसमा इमर्जेन्सी भन्ने छ। इमर्जेन्सी यहाँ फोनको चित्र देखाएको साइन देखाएको छ। यसलाई टच गरेपछि हामीलाई कुन ठाउँको फोन नम्बर चाहिएको त हामीले सर्चमा गएर नि यहाँ सर्च गर्न सक्छौँ। यता इमर्जेन्सी नम्बरको यता दाहिनेपट्टि प्लस चिन्ह भएको मान्छेको चित्र, यसमा टच गरेर तपाईँले आफूलाई आपतकालीन लागेको नम्बरहरू सजिलोको लागि यहाँ सेभ गर्न सक्नुहुन्छ। त्यो पनि भयो। अनि अर्को हाम्रो चाहिँ राष्ट्रिय इमर्जेन्सी नम्बरहरू के भन्छ 100 भयो, 197 नम्बरहरू सोधपुछ गर्ने, ट्राफिक कार्यालयको यो हरेक कुराहरू सबै यहाँ छन्। तपाईँलाई कुनमा अब आगो लागि भएमा, विद्युत लागि भए सबै कुरा यहाँ छ। यो बाहेक पनि तपाईँको क्षेत्रमा तपाईँको क्षेत्रको कोशी हो कि होइन, मधेस प्रदेश हो, बागमती प्रदेश हो, गण्डकी प्रदेश हो, प्रत्येक प्रदेशको टच गर्दा तल सबै जिल्लाहरू देखिने हुन्छ। यहाँ चाहिँ तत्कालको लागि मैले यहाँ अब गण्डकी प्रदेश छोइदिएँ भने अब मेरो बागलुङ हो। बागलुङमा बागलुङ के छ, सबै नगरपालिकाहरूको अब स्थानीय तहहरूका नम्बर भए, त्यहाँका नजिकका प्रहरी कार्यालय भए, बोर्डिङ स्कुलका भए, होइन, खानेपानीको भए, सबैको नम्बरहरू यहाँ छ, जुन तपाईँले टच गरेर कल गर्न सक्नुहुन्छ। गोर्खाको छ, कास्कीको छ, होइन, कास्कीमा नि लगाउनुहोस्। यहाँ हरेक तपाईँको नजिकको प्रहरी इकाइसम्म पनि यहाँ कास्की अब सिआरबी बिरौटा भन्ने छ। तपाईँको बिरौटामा हुनुहुन्छ भने तपाईँको त्यो पोस्टमा चोकमा भएको गाडीकोमा चाहिँ तपाईँले यहाँ नम्बर उपलब्ध छ। त्यसमा चाहिँ तपाईँले चाहिँ तत्काल तपाईँले आफ्नो समस्याहरू राख्न सक्नुहुन्छ। इमर्जेन्सी नम्बर भनेको त्यो भयो। अब डेली डायरी भएको छ। यदि तपाईँहरू कुनै डायरी लेख्नको लागि त्यस्तो रुचि छ भने तपाईँले यहाँ चाहिँ आफ्नो डायरीको टाइटल, कन्टेन्ट र मुड अनि ठाउँ राखेर चाहिँ डायरीहरू अपडेट गर्न सक्नुहुन्छ। त्यसै गरी अर्को फाइनेन्सको कुरो छ। तपाईँको यहाँ चाहिँ आम्दानी खर्च सम्बन्धमा चाहिँ तपाईँले टोटल आफ्नो के कति भयो भने सबै कारोबारहरू डिटेल राख्न र आफूले थाहा पाउनु, यो महिनामा मैले कति खर्च गरेँ, कति अनावश्यक खर्च गरेँ भन्ने कुरा आफ्नो भन्ने रकमलाई चाहिँ व्यवस्थापन गर्ने कुरो हुन्छ। यहाँ चाहिँ इन्कममा चाहिँ हामीले के छ भने समूह छान्ने छ। कहाँबाट इन्कम आयो? नियमित आम्दानी, व्यावसायिक आम्दानी, कृषि आम्दानी छ। नियमित आम्दानीमा जस्तै अब सुरु ज्याला, होइन, तलब, ओभरटाइम, बोनस, यो सबै कुरो छ। यहाँ म सबै कुरो चाहिने कुरा राखिदिएको छु। अब व्यावसायिक आम्दानीमा हेर्नु होला, व्यवसाय आम्दानी व्यापार नाफा, अनलाइन बिक्री, पसल आम्दानी भयो। त्यसै गरी अर्को फेरि कृषि आम्दानी हो। कृषि आम्दानीमा अब के अन्न बिक्री, तरकारी बिक्री, दुध बिक्री, यो सबै बिक्रीबाट आएको। तपाईँले यता प्लस साइनबाट यता समूह र आइटम पनि थप्न सक्नुहुन्छ। अनि यहाँ एमाउन्ट लेख्ने ठाउँ चाहिँ मिडियममा चाहिँ क्यास, ब्याङ्क, वालेट केमा आएको त्यो लेखेर छ, तपाईँले सेभ गर्न सक्नुहुन्छ। यसको डिटेल टेकर चाहिँ यहाँ तल देखाउँछ। त्यसपछि यतापछि अब यो एक्सपेन्स भन्ने छ, खर्चहरू। तपाईँहरू क्यास नगदमा खर्चहरू भएको के हुन्छ भन्दाखेरि अब यहाँ तपाईँले यहाँ दैनिक हरेक कुरा चाहिने, दिनमा चाहिने कुराहरू एउटा कार्यालयको होस्, व्यक्तिको लागि होस्, सम्पूर्ण चाहिने कुरा यहाँ छन्। जब तपाईँले यताबाट पनि थप्न सक्नुहुन्छ र आइटम थप्ने बेला यहाँ देखाउँछ। यसरी अब के किन्यो त्यो अनुसार हुन्छ। अब क्यासमा यहाँ हुन्छ, क्यासमा, ब्याङ्कमा, वालेट केबाट घट्यो त त्यो सबै, अनि यहाँ तल तपाईँले विवरण पनि भर्न सक्नुहुन्छ यसमा। यो भयो। यसपछि अब लोन भयो। कुनैबाट तपाईँले लोन लिएको छ भने त्यो लोनको चाहिँ आफूले थाहा पाउनु लागि के कति लोन लिएको छ यहाँ देखिन्छ। त्यसै गरी फेरि यता सेभिङ भयो। सेभिङमा नि अब हामीले कहाँ के कति बचत गर्यो भन्ने कुरा यहाँ हुन्छ, रेकर्ड आफूलाई जानकारी हुन्छ। अनि त्यसपछि यो भइसकेपछि अब यो सबै अगाडिको नगदका कुराहरू भए। अब यतापछि उधारो भन्ने छ। उधारोमा के छ भने एउटा पसलेको लागि छ, एउटा ग्राहकको लागि छ। पसले भनेको त अब पसलेको लागि चाहिँ चाहिने, ग्राहकले चाहिने हो। अब यहाँ हामीले पसल लेख्नुपर्ने हुन्छ। पसल सुरुमा त यहाँ छैन, किन यहाँ खाली छ। यहाँ छ छाने चाहिँ हामीले अब श्रेष्ठ किराना पसल लेख्दैन हुन्छ। SHRESTH श्रेष्ठ किराना। तपाईँको नेपालीमा नि मिल्छ है यो, मैले अहिले इङ्ग्लिस किबोर्ड भएको हुनाले राखेको। SHOP यसरी राखेपछि अब यहाँ फोन नम्बर राख्न सक्नुहुन्छ। अन्त ठाउँको नाममा लेख्न सक्नुहुन्छ। अब पल्ल पसलेको हामीले राखिसकेपछि पसलेर छान्दाखेरि श्रेष्ठ सिस्टम भएछ ल, किरानाको यो मिस्टेक भएछ, होइन, ठिकै छ, यसले सच्याउनु मिल्छ। अब यसमा चाहिँ के हुन्छ भने अब समूह छान्दाखेरि अब यहाँ त्यही अब हामीले के किन्यो त यहाँ पसलमा चाहिने कुरो सब कुरा छ। यदि यहाँ पनि छैन भने यहाँबाट हामीले नयाँ यसरी समूह चाहिँ थप्न सकिन्छ है त।
यसमा चाहिँ अब मूल्य कति, तिरेको रकम कति होइन। जस्तो 500 को सामान किन्दाखेरि 200 रुपियाँ तिर्यो भने होइन, तिरेको रकम त यहाँ राख्नुपर्ने हुन्छ, त्यो घटेर अटोमेटिक यहाँ आउँछ। जस्तै मैले यहाँ एउटा समूह छान्छु, तरकारीमा चाहिँ मैले कुनै आइटम छाने, अब तरकारी नै लेख्ने। अहिले पछि तपाईँले यहाँ नाम थप्न सक्नुहुन्छ। मूल्य त 600 भयो, परिणाम एकै राखिदिउँ होइन, तिरेको मूल्य चाहिँ 200 राखिदिउँ अहिले तत्काललाई चाहिँ। यो बचत गर्नुहोस् भनेपछि अब यहाँ तल आयो सिनाम, सामानको नाम विवरण आयो, मूल्य दर यो आयो, तिरेको मूल्य 200, बाँकी मूल्यको 400 भयो। जम्मा आयो कति आयो, 400 आयो। अब कैफियतको मोबाइलमा तल पेनको चित्र देखाएको छ। यदि तपाईँले गलत कारोबार राख्नुभएको छ भने पेनमा गएर तपाईँले यसलाई सच्याउन अथवा यसलाई हटाउन पनि सक्नुहुन्छ है त, यो गर्न सकिन्छ। अनि ग्राहकको पनि त्यही हो। ग्राहक अप्सनमा चाहिँ पसलेले चाहिँ आफ्नो ग्राहकको विवरणहरू राख्ने, प्लसमा गएर राख्ने, अनि उसलाई चाहिँ कति बेचेँ अनि उसले कति रकम प्राप्त गर्यो भन्ने कुरो चाहिँ अभिलेख राख्ने ठाउँ हो यो। एकदम भास्ट पनि छ, राम्रो पनि छ तपाईँले। अन्त अनि अर्को बिआइएमआई छ। बिआइएमआईमा तपाईँले चाहिँ अब एकछिन मैले उदाहरणको लागि 35 लेख्थेँ होइन, अब मेल फिमेल चाहिँ छान्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईँले अब हाइट राख्न सक्नुहुन्छ, 5.3 राखिदिएँ मैले। अहिले चाहिँ यो फिटमा राखौँ। अन्त वेट चाहिँ अहिले 70 केजी राखौँ होइन, 70 केजी राखेपछि अब चेक बिआइएमआई गरेपछि तपाईँको ओभरवेट भयो। ओभरवेट चाहिँ अब यो वजन घटाउने घरेसी उपाय भन्ने देखाएको छ, वजन घटाउने खानेकुरा लेखेको छ। अनि उमेर अनुसारको डाइट प्लान, माथि जति उमेर दिनुभयो त्यही उमेरको यसले डाइट प्लान पनि दिन्छ है त। अनि वेट ओभरवेट भने लेस भयो भने अनि मेन्टेन गर्नु पर्यो त्यही अनुसारले दिन्छ यो बिएमआई क्यालकुलेटर। यस्तो छ। अर्को कन्भर्टर भयो। कन्भर्टरमा तपाईँले जुनसुकै यहाँ लेन्थ, एरिया, भोल्युम, मास, टेम्परेचर, टाइम, स्पिड, डाटा, प्रेसर, इनर्जी सबै कन्भर्ट गर्न सक्नुहुन्छ यसबाट चाहिँ। अनि त्यसपछि कन्भर्टपछि मेरो योजना भन्ने छ। योजना चाहिँ तपाईँहरूको योजना हो, तपाईँ आफ्नो प्रयोगकर्ताको लागि। यहाँ तपाईँहरूको कुनै योजनाहरू छन्, बिर्सिने कुनै छन् भने यस्तो रिमाइन्डरको लागि चाहिँ तपाईँले यहाँ चाहिँ राख्न सक्नुहुन्छ। यो युटिलिटी हबको सिद्धि हो। अब यहाँ कम्प्युटरमा जाउँ। नलेज हबमा कम्प्युटरमा चाहिँ कम्प्युटर सम्बन्धी विशेष कुराहरू छन्। इन्टरनेट के हो, कसरी चलाउने भन्ने कुरो छ यहाँ होइन। अनि तपाईँको कम्प्युटरको स्पिड बढाउन 10 टिप्सहरू छ। यस्तो चाहिने कुरालाई तपाईँको कम्प्युटरको सुरक्षाको लागि 10 टिप्सहरू के हुनाले यो छ। अनि त्यसपछि कम्प्युटरमा आउने समस्या र समाधान त्यसको बारेमा राखिदिएको छु मैले होइन। अनि तपाईँलाई नचाहिने अनलाइन एकाउन्ट कसरी डिलिट गर्ने भन्ने कुरो नि यहाँ छ होइन। सामान्य बेसिक कुराहरू राख्दैछु। अनि आफ्नो विन्डो एक्सलाई फास्ट रन कसरी बनाउने टिप्सहरू राखेको छ। अनि यसरी नै अनि कम्प्युटर सम्बन्धी अन्य टिप्सहरू पनि यसरी राखिदिएको छु। यो चाहिँ तपाईँहरूले कम्प्युटरमा गएर हेर्न सक्नुहुन्छ। अनि त्यसपछि जिकेको भयो। पिपिटी भनेको मैले यहाँ पिपिटी, अब कति साथीहरूले चाहिँ मलाई यसको प्रेजेन्टेसन चाहियो भनेर भनिराख्नुहुन्छ। उहाँहरूले चाहिँ अब यहाँ चाहिँ यो पिपिटीहरू यहाँबाट हेर्न डाउनलोड गर्न सक्नुहुन्छ, आफ्नै मोबाइलमा डाउनलोड गर्न सक्नुहुन्छ। अनि त्यसपछि यता पिडिएफ भयो। मैले तत्काल नमुनाको लागि चाहिँ यो गैर सैनिक हवाई उडान ऐन 2015को चाहिँ पिपिटी राख्दैछु। यहाँले हेर्न सक्यो, डाउनलोड पनि गर्न सक्यो। अनि त्यसो अदरमा चाहिँ अब हरेक कुरा यहाँ मैले तपाईँलाई लागि एउटा फन्नी कुराहरू राख्दैछु, तपाईँले हेरेर रमाइलो गर्न सक्नुहुन्छ। त्यो भयो। त्यसपछि तल गेम भयो, अनि फिडब्याक अप्सन भयो, अनि रुल्स भयो। यो यसको चाहिँ के हो, अहिले मैले यो चाहिँ परीक्षण कालको लागि भएर चाहिँ यो राखेको छु। जब तपाईँहरूले यो राम्रो लाग्छ सल्लाह सुझाव दिनु होला। सल्लाह सुझाव दिएपछि तपाईँले अनि मैले एकदम आधिकारिक रूपमा यसलाई प्ले स्टोरमा पनि राख्नेछु, जुन चाहिँ अनि तपाईँले मजाले चलाउन सक्नुहुन्छ। यसबाट इन्कम पनि गर्न सक्नुहुन्छ है त। अहिले यो चाहिँ परीक्षणको लागि हो। कृपया आफूले चलाउनु भयो भने म फेरि त्यसको प्रतिक्रिया पनि दिनको लागि अनुरोध गर्दछु। ल अहिलेलाई चाहिँ बिदा हुन्छु। धन्यवाद।